मामा नमस्कार। नमस्कार भान्जा नमस्कार। यसपालि दसैँमा टिका लाउन आउँदैछु है म। टिका लगाइदिन पो सक्छु कि सक्दिनँ, बिरामी छु भान्जा। के भयो मामा हजुरलाई, के भयो? ढाड दुखिरहेछ भान्जा। त्यहाँ काठमाडौँमा मालिस तेल पाउँछ रे, ल्याइदिनु है भान्जा। कुन तेल मामा? त्यो पल पल जाइफल तेल पाउँछ रे नि भान्जा, त्यो ल्याइदिनु न, त्यसले निको हुन्छ भन्छन्। त्यो त धेरै राम्रो मालिस तेल हो नि, तपाईँले पनि थाहा पाउनु भएछ। अहिले त अनलाइनतिर जताततै त्यसकै चाहिँ चर्चा छ, सबैले चाहिँ त्यसकै गुणगान गाउँछन्। हात खुट्टा जोड्नी दुखेको, ढाड दुखेको, कम्मर दुखेको सब निको हुन्छ अरे तेल त। त्यो त साह्रै तगडा रहेछ है। लु मामा तपाईँले पनि थाहा पाउनु भएछ कि? ठिक हो, ल म ल्याइदिन्छु। तर अनलाइनतिर जताततै हुन्छ, म त्यहीँबाट पनि अर्डर गर्ने बनाइदिउँ ल। अनि त्यस पछाडि लिएर पनि आउँछु। हो नि भान्जा, त्यो पल पल जाइफल तेल त धेरै तगडा छ रे। यो गाउँमा सबैले त्यही तेल युज गर्दा रहेछन्। मलाई पनि ल्याइदिनु है भान्जा, म राम्रो आशीर्वाद दिन्छु नि मेरो भान्जोलाई। हुन्छ मामा, ल ल ल।